बालेन सरकार बनेसँगै नेपालमा फेसबुक कम्पनी मेटाले 5 अर्ब लगानी गर्ने, नेपालमा गुगलले पनि मार्यो इन्ट्री, डेटा सेन्टर स्थापना गर्न तयार। नेपालमा बालेन शाह नेतृत्वको सरकार बनेसँगै विदेशी कम्पनीहरू नेपालमा लगानी गर्न तयार देखिएका छन्। 5 वर्षको लागि थाई सरकार बनेसँगै विदेशी नाम चलेका र प्रतिष्ठित कम्पनीहरू नेपालमा लगानी गर्न तयार देखिएका हुन्। विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा डेटा सेन्टरमा लगानी गर्ने भएको छ। मेटाले नेपालमा 5 अर्ब रुपैयाँ लगानी गर्न तयार देखिएको खुल्ला आएको छ। बालेनको नेतृत्वमा नयाँ सरकार गठन र नीतिगत स्थिरताको संकेतसँगै नेपालको निजी क्षेत्र र वैदेशिक लगानीकर्तामा उत्साहको संकेत देखिन सुरु गरेको छ। विगतका वर्षहरूमा राजनीतिक अस्थिरताबाट उत्पन्न नीतिगत अस्पष्टता र कर्मचारी तन्त्रको ढिलासुस्तीबाट वाक्क बनेका लगानीकर्ताहरू बिस्तारै नेपालतिर आँखा लगाउन सुरु गरेका छन्। होल्डिङ कम्युनिकेसनसँगको सहकारीमा मेटाले नेपालमा 5 अर्ब रुपैयाँ लगानी गर्न तयार भएको हो। अमेरिकी बहुराष्ट्रिय कम्पनी मेटा प्लेटफर्म इन्क फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, व्हाट्सएप, थ्रेड्स र मानुसको मातृ कम्पनी रहेको हो। नेपालमा फेसबुकका धेरै प्रयोगकर्ता रहेका छन्। विश्व अर्थतन्त्रमा राम्रो योगदान दिने विश्वका टप 6 बिग टेक मध्ये मेटा एउटा रहेको छ। होल्डिङको काठमाडौँ माता तीर्थमा पहिलादेखि नै आफ्नो डेटा सेन्टर सञ्चालनमा रहेको छ। सोही पूर्वाधार उपयोग र विस्तार गर्ने गरी मेटा नेपाल आउन सुरु गरेको छ। अहिले उनीहरूले एक चरण अगाडि बढेर लगानी साझेदारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि खुल्ला आएको छ। तर दुवै कम्पनीले आगामी साउन महिनामा मात्रै लगानी सम्बन्धी विवरण सार्वजनिक गर्ने सहमति गरेको बुझिएको छ। नेपालमा डेटा सेन्टर सञ्चालनको लागि मेटाले करिब 5 अर्ब रुपैयाँ लगानी गर्ने समझदारी गरेको छ। यो परियोजनामा नेपालको स्थानीय प्रतिनिधिको रूपमा होल्डिङ रहने पनि बुझिएको छ। पुराना कानुनी खारेज, विदेशी लगानीमा सहजता, अटोमेटिक रुटको विस्तार जस्ता बालेन सरकारले अगाडि सारेका सुधारका कारण लामो समयदेखि वेट एन्ड वाचका मुडमा रहेका व्यवसायीहरूले धमाधम लगानीको घोषणा गर्न सुरु गरेका छन्। अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको समझदारीमा काठमाडौँको चोभार र वीरगञ्जमा पनि डेटा सेन्टर स्थापना गरिने भएको छ। नेपालमा औद्योगिक घरानाको संयुक्त लगानी रहेको ब्लुचिन डेटा भोल्टले गुगल क्लाउडसँगको रणनीतिक साझेदारीमा डेटा सेन्टर निर्माण गर्न सुरु गरेको छ। चोभारमा अगस्तदेखि डेटा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको गुगलका प्रतिनिधिले बताएका छन् भने उनीहरू काठमाडौँ आएका छन्। एडमिसन ओपन जुम ब्युटी एकाडेमी नेपालकै